तपाईँहरूलाई यसरी ब्याक क्यामेराबाटै देखाउँछु है। हेलो गाइज, नमस्ते। आज फेरि म यहाँ आएको छु है। यहाँ मेरो पछाडि करेछ बारीमा बर्खामा सबै झाडी हुन्छ है। ओ यता पनि फलिराखेको यहाँ यता पनि अझ यो बारदेखि उता त अर्कैको हो, त्यता पनि फलिराखेको पुरै यस्तो राम्रो फुल। यहाँ हेर्न कस्तो राम्रो फुल फुलेको यहाँ। यो फुल हेर्न पिरा कस्तो राम्रो फुलेको के, एकदम मनपर्छ यो फुल। अनि यो पानी परेपछि धान्न नसकेर यसरी झाँटिन्छ होइन, यसरी झाँट्यो है, पुरै झाँट्यो है, झुक्यो। अनि यो पानी परेपछि सबै झर्छ यहाँ भुइँमा, यसरी झरेको यस्तो राम्रो फुल्यो है। तर के गर्ने, तल झाँट्यो छ। अनि यो चाहिँ हाम्रो सानो बोट अम्बा मजात्रै छ है। तर यसले पोहोर नि फलेको थियो 2-3टा, तर पोहोर चाहिँ खान पाएन। यस्तो पुरै झ्याङहरू थियो नि त, यहाँ फर्सीको घिराम्लाको झ्याङहरू थियो, खान पाएन। यसपालि चाहिँ मैले यता यस्तो झ्यालहरू लगाएन, तरकारीहरू लगाएन के। अनि यहाँ कस्तो राम्रो फलेको, लगभग 15-20वटा फलेको। यस्तो राम्रो फलेको के है, यसलाई हेर्नु न। तर कस्तो मिठो छ के। अस्ति एउटा पाकेर चाहिँ मैले टिपेर अनि जे भयो नि आफ्नो बोटको बारीको फल। अनि पहिला हामीले देउता बाजुहरूलाई चढाउनु पर्छ नि त। अनि मैले त्यहाँ चढाइदिएँ अलिकति, अनि अलिकति हामीले खाएको। कस्तो मिठो थियो, तर पाक्न पाउँदैन क्या। यहाँ टिपेर खाइदिइहाल्छ, कसले खाइदिन्छ थाहा छैन है। पाकेर खान पायो भने कस्तो मिठो छ कि, तर पाक्नै पाउँदैन, खाइदिइहाल्छ टिपेर। मजाले पाकेर खाम्ला भनेको कहिले पनि पाक्नु दिँदैन। यस्तो छ, हेर्नु त्यो फुल। उता बेलाउती लटरम्मै फलेको, लटरम्मै त्यो धान्न नसकेर तल झाँट्यो सबै। त्यही अन्त यता बारीतिर छोप्यो क्या। यसरी बेलाउतीहरू फलेको पाक्छ, झर्छ, कुहिन्छ। तर मेरो बच्चाहरू यता पछाडि आएर आफैले टिपेर खाँदैन कि, मैले नै टिपेर दिनुपर्छ। तर यहाँ चाहिँ अरूले नै आएर टिपेर खाइदिन्छ। यो पिङ्क कलरको फुल छ नि, यसको नाम चाहिँ मलाई थाहा छैन के। मलाई के साथीहरू यो प्राकृतिकसँग खेल्न छुट्टै आनन्द आउँछ के। हामीले के साथीहरू थोरै जग्गा भए पनि यसरी फलफुल तरकारीहरू लगायो भने त यसरी सिजन अनुसारको टिपेर खान पाइन्छ, रमाउन पाइन्छ नि है। अहिले त पुरै बर्खा लाएर होला, अब तरकारीहरू पनि फल्न कम गरेको कि मेरोमा त। हस् त साथीहरू, आजलाई यति नै। मेरो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई म यस्तै भिडियो लिएर फेरि पनि आउनेछु। आजलाई यति नै। अनि सब्सक्राइब गर्न नभुल्नु होला है। ओके, बाई बाई।